ल है जेन्जी युवाहरू, अब मौका आयो। जेन्जी युवाहरूको अभूतपूर्ण सहभागितामा भएको क्रान्तिपछि अहिले अन्तरिम सरकार गठन भई 6 महिनाभित्र चुनाव गराउने घोषणा भएको छ। तर धेरैजना जेन्जी युवाहरूको भोटर नेम लिस्टमा नाम नहुन सक्छ। पहिले कानुन अनुसार निर्वाचन घोषणा भइसकेपछि भोटर नेम लिस्टमा नाम दर्ता गर्न मिल्दैन थियो। अब यसरी युवाहरूले भोट नै हाल्न नपाएपछि त जेन्जी रेभोल्युसनले खोजेको चेन्ज त आउँदैन। जबकि पपुलेसनको आधारमा पनि आगामी चुनावमा युवा उमेर समूह नै निर्णायक हुने देखिन्छ। हो, यही सिचुएसनलाई एड्रेस गर्दै अन्तरिम सरकारले अध्यादेश ल्याएर कानुन संशोधन गरेको छ र राष्ट्रपतिबाट समेत जारी भइसकेको छ। यसै अनुरूप निर्वाचन आयोगले पनि सूचना जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता खुला गरिसकेको छ। सूचनामा उल्लेख भएको मिति अनुसार कार्तिक महिनासम्म मात्रै समय छ। त्यसैले यो दशैंमा आफ्नो गाउँघर जाँदा दशैं मनाएर मात्र नआउनु होला। भोटर नेम लिस्टमा नाम दर्ता गराएर भोटर आइडी कार्ड पनि बनाएर आउनु होला। यो जेन्जी र सम्पूर्ण युवाका लागि ठूलो अवसर हो। जसरी युवाहरूले क्रान्तिलाई अगाडि बढाएर परिवर्तन ल्याए, त्यसरी अब मतदानद्वारा यो परिवर्तनलाई स्थायित्व दिनुपर्छ। अबको नेपालले पैसा र मासु भातमा आफ्नो भविष्य बेच्दैन भन्ने स्पष्ट मेसेज दिन सक्नुपर्छ। नाम दर्ता कसरी गर्ने भन्दा पहिले आफ्नो नाम भोटर लिस्टमा छ कि छैन वा कुनै गल्ती छ कि छैन जाँच गर्नुहोस्। त्यसको लागि यो वेबसाइटमा जानुहोस्। यदि नाम छ तर गल्ती छ भने प्री इनरोलमेन्ट गर्नुहोस्। त्यसको लागि यो वेबसाइटमा जानुहोस्। र यदि नाम छैन भने नजिकैको निर्वाचन कार्यालय वा सूचना आयोगको स्थानमा गएर नाम दर्ता गर्नुहोस्। कोही पनि नछुटोस् है। मतदानद्वारा परिवर्तनलाई हामी सबै मिली स्थायी बनाऊ।